हेलो साथी, म तपाईहरुलाई सिकाउन चाहन्छु कि युट्युबमा तपाईहरु कपिराइट र कपी स्ट्राइकबाट कसरी बच्न सक्नुहुन्छ भनेर। मान्छेलाई प्राय तपाईलाई युट्युबमा तपाईलाई समस्या आउँछ नि। अब तपाईहरुले त आफ्नो भिडियो कसैले मात्रै बनाउँछन् र प्राय मान्छेले भिडियो नै या फिल्मै लोड गर्छ या त कुनै गीतको सँगै हाल्छन्। त्यसले गर्दाखेरि मान्छेलाई कपिराइटको मैले देखाउन चाहन्दैछु कि तपाईहरुलाई मेरो मोबाइलको स्क्रिनमा हेर्नुस्, तपाईहरुको कपिराइटको समस्या हट्छ नि। अब कसैको नहट्ला। अब तपाईको फंक्सन तपाईहरुको मोबाइलको अब विभिन्न किसिमको हुन्छ, तर पनि तपाईलाई म विस्तारै सम्झाउँछु कि फंक्सन मोबाइलको अलग-अलग हुन्छ। त्यसैकारण पनि यो भिडियोमा तपाईलाई सम्पूर्ण म फंक्सनको आइडिया पनि देखाउँछु र यो समस्याबाट पनि तपाईहरुलाई टाढा बनाउँछु र राम्रोसँग तपाईहरु भिडियो हाल्न सक्नुहुन्छ। विस्तारै सिकाउँछु कपिराइट कसरी हटाउँछ भनेर। पहिला सर्वप्रथम त तपाई आफ्नो डिस्प्लेमा जानु होला। डिस्प्लेमा गएपछि तपाईले क्रोमलाई खोज्नु होला। क्रोम भेटिसकेपछि तपाईले आफ्नो क्रोमलाई ओपन गर्नु होला। ओपन गरिसकेपछि तपाईले सर्चमा जानु होला। सर्चमा गएपछि youtube.com लेख्नु होला। युट्युब यहाँ लेखिसकेपछि youtube.com मेरोमा लेखेकै छ। यसलाई ओके गर्नु होला। त्यसपछि तपाईले सर्च गर्नु होला। सर्च गरेपछि तपाईलाई एकछिन पक्नुस् है। तपाईको यो युट्युबको च्यानलहरु आउँछ। त्यसपछि तपाईको च्यानलको लोगो यहाँ साइडमा आउँछ। त्यसलाई ओके गर्नु होला। ओके गरिसकेपछि तपाईले यहाँलाई लेखेको आउँछ, त्यसमा तपाईले जुम गर्नु होला। जुम गरिसकेपछि तपाईले युट्युब स्टुडियोमा थोरै बेरसम्म प्रेस गर्नु होला। त्यसपछि ओपन इन द न्यू ट्याब भनेर आउँछ, त्यसमा ओके गर्नु होला। त्यसपछि तपाईलाई तल यो युट्युबको देखाइरहेछ, त्यसमा ओके गर्नु होला। त्यसमा ओके गरेपछि तपाईको च्यानलको आउँछ कपिराइट केमा आछ भनेर चाहिँ तपाईलाई थाहा पाउँछ। त्यसपछि हल्का जुम गर्नु होला। तपाईले जुम गरिसकेपछि तपाईले हल्का यो साइडमा गर्नुस्। यहाँ तपाईलाई युट्युब च्यानलको लोगो देखाइरहेछ। यसमा मेरो कपिराइट आइरहेछ, त्यसकारणले तपाईलाई देखाइरहेको छु। यसमा ओके गर्नु होला। ओके गरेपछि यहाँ फिल्टर आउँछ। तपाईहरुको मोबाइलमा फिल्टर आएपछि यसमा तपाईलाई यहाँ साइडमा कपिराइट देखाएको हुन्छ, तर मेरो मोबाइलमा त्यस्तो छैन। मेरो मोबाइलमा कस्तो छ भने चाहिँ तपाईलाई यो साइडमा तपाईलाई मेरो देखाइरहेछ है कपिराइट। म यसमा ओके गर्छु। यसमा आउँदैन मेरो। अब तपाईलाई वाटरमार्क यसमा हेर्नुस् है। ओके भइहाल्यो है, सरी है। यहाँ हेर्नुस् है, म ब्याक जाँदै छु। यहाँ ब्याकमा आइसकेपछि मेरोमा कस्तो देखाउँछ भने चाहिँ तपाईलाई यहाँ हेर्नुस् कपिराइटको के भनेको छ हेर्नुस्। तर यहाँले चाहिँ मेरो साइडमा लेखेको हुन्छ। हेर्नुस् है, वाटरमार्क यो छन् जुन तपाईलाई यो युट्युबमा गयो हैन। युट्युबमा गएपछि यहाँ वाटरमार्क आउँछ, यसमा आउँछ 3.com जस्तो। हेर्नुस् यहाँ मेरोमा कपिराइट आइरहेको छ। हेर्नुस् यहाँ तपाईलाई यहाँ अर्को चाहिँ तपाईलाई देखाउँछन्, यस्तो देखाउँदैन। तपाईलाई अर्कै कुरा देखाउँछ। विस्तारै हेर्नु होला। जुम गरेर पनि हेर्न सक्नुहुन्छ तपाईहरु। तर यसमा ओके मेरोमा यसमा क्लेम आएको छ कपिराइटको। त्यसै कारणले तपाईले यसमा ओके गरेपछि यहाँ तपाईलाई आउँछ डिटेल भनेर आउँछ। तपाईले डिटेलमा ओके गर्नुस् होला। डिटेलमा ओके गरेपछि यहाँ तपाईलाई देखाउँछ। जुम गर्नुस् होला। तपाईले यहाँ हेर्नुस् सङको आएको छ कि कपिराइट हैन। अब तपाईलाई के को कपिराइट आएको छ हैन। अनि डायल एसनेस छ, त्यसमा हेर्नु होला। अनि तपाईले केमा आएको छ छैन त्यो थाहा छैन भने तपाईले ओके यसमा गर्नु होला। यहाँलाई हेर्नुस् म जुम गरेर देखाउँछु। एक्टिभ भनेर एक्टिभमा ओके गरिदिनु होला। एक्टिभमा ओके गरिदिएपछि तपाईको एकछिन पक्नु है। यहाँ तपाईलाई केमा क्लेम आएको छ छैन भनेर तपाईले अथवा यहाँ गीतमा उडाउन सक्नुहुन्छ, अथवा यहाँ जे छ सङ छ, तपाईलाई सङ छ। अनि यहाँ अरु कुरो पनि अन्यथा छ। हेर्नु होला। यहाँलाई चाहिँ कड छ, तपाईले कति उडाउन सक्नुहुन्छ भनेर। त्यसपछि तपाईले यहाँ अब जे भए पनि नभए पनि तपाईले उडाउन सक्नुहुन्छ। मेरोमा त गीतमा आएको छ, त्यसैकारण म गीतलाई लिएर यहाँ राइटमा क्लिक गर्दै छु। राइटमा क्लिक गरेपछि फेरि एकचोटी राइटमा क्लिक गर्छु म। फेरि राइटमा क्लिक गर्छु। ल मेरो हेर्नुस् यहाँ कुनमा आछ, फेरि राइटमा गर्छु। हेर्नुस् है, यहाँ हेर्नुस् मेरो देखाइरहेछ रातोमा तपाईलाई। त्यसैकारण त्यस्तै तपाई गएर पनि त्यस्तै गरेर तपाईले आफ्नो के रे क्लेमलाई हटाउन सक्नुहुन्छ। यहाँ क्रस देखाइरहेको छ। यसरी यहाँलाई गएर राइटमा तपाईहरुले गर्नुपर्छ। त्यसपछि तपाईहरुको कपिराइट हट्छ भनेर देखिन्छ। र यसै गरेर तपाईहरु आफ्नो कपिराइटलाई हटाउन सक्नुहुन्छ। र
राम्रो भए चाहिँ तपाईँहरूले मलाई फलो गर्नुहोस् र सेयर गरिदिनु होला। मेरो नयाँ युट्युब हो, च्यानल हो, त्यसै कारणले मलाई बिस्तारै सिक्दै जाँदैछु र तपाईँहरूलाई पनि सिकाउँदै जाँदैछु। अहिले त बिस्तारै मलाई पनि अगाडि बढ्ने चान्स दिनु होला। धन्यवाद।